बाबु नानीहरू पहिला हामी यो घाँस खाने प्राणीको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। बिहानको सुरुवातीसँगै आज फेरि आफ्नै करेसवारीमा प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यको लागि बनाइदिनु भएको हरियो परियो तरकारीसँग तपाईहरुको समक्षमा उपस्थित भएको छु। संसारको जुनसुकै क्षेत्र, जुनसुकै शहर, जुनसुकै मरुभूमि, जुनसुकै समुद्र, जुनसुकै सयौं तला बिल्डिङबाट पनि हेर्दै हुनुहुन्छ नि यो हाम्रै गाउँको अर्गानिक तरकारी सिस्नु तपाईलाई कस्तो लाग्छ? ल सुरु गरौँ। दाइ हजुरको दिशा आउँछ कि गोबर? हाम्रा गाउँमा यस्तै अंकल थिए अर्ग्यानिक भन्दै के खान्थे छिट्टै बित्नु भयो बिचारा। यो दुःख भन्दा बरु बिहानै सबैले सूर्यको किरण सम्मै जंगल गएर 1 घण्टा चढेर आउनुस् अंकल। अरे वाह गुड आइडिया। दाइको बुढी कति लकी, केही पनि पकाएर दिन नपर्ने। बाबु नानीहरू पहिला हामी गुरुजीले गुरुआमा ल्याउँदै गरेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। ड्राइभरको विश्वास नभएर हो कि घर पुग्न हतार भएर हो? हातमा सिप भए बिहेको दिनमा पनि टिप पाइँदो रहेछ। अच्छा मेरो बिएफ नि ड्राइभर हो, अब हामी यस्तै गर्नु पर्ला। घर पुगेर नानीले गियर समाउनु, भाइले स्टेरिङ। हेर न अझै बाटो नहेरी चलाएको। यो सब एमाले गर्दा हो। बाबु नानीहरू पहिला हामी यो दुलाई स्वागतको लागि तयारी गर्दै गरेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। स्वागतको भिडियो पनि सार्वजनिक गर्नु होला, हामी बेरोजगारी 24 घण्टा अनलाइन छौँ। राति चाहिँ फेरि यसरी नपराउनु, फेरि छिमेकी आउलाम घर। अहिले आरो 9 महिनापछि च्यारो छु। अहिले त यस्तो छ झन् राति त पुरै घरका डराउँछन् होला सुनेर। यो त जिन्दगी भरि गरे नि हुन्छ के, आज त केही नयाँ गर न ए। मैं तुम्हारे बाप का नौकर नहीं हूँ। बाबु नानीहरू पहिला हामी यो मासु भात निकै मन पराउने बाबुको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। मेरो नाम सुबित लोप्सन। के पढ्दै हुनुहुन्छ? अहिले कलेजमा। के पढ्दै हुनुहुन्छ कलेजमा? कम्प्युटर साइन्स। कम्प्युटर साइन्स? हजुर। +2 हो? +2 होइन। ब्याचलर हो? होइन। अनि भर्खर कलेज छिरा हो। अरे कहना क्या चाहते हो? भर्खर कलेज छिरा? हजुर। आई मिन +2 हो कि स्कुलिङ हो कि ब्याचलर हो के हो? +2 जस्तै भन्नु। कौन है ये लोग? कहाँ से आते हैं? ल सुरु गरौँ। यो भाइ चाहिँ अलि नौलो खालको चेन्जी हो। यो +2 जस्तै भनेको कति हो के हो? मासु भात मन पर्छ भाइलाई खासमा। +2 पनि होइन, ब्याचलर पनि होइन, छिर्न चाहिँ भर्खर कलेज नै छिरेको हो, +2 जस्तै मात्रै हो। के हो? एमाले भन्दै बस कान्छ सँगै साउदी जानुपर्छ अब। बाबु नानीहरू पहिला हामी दुलाले खाट भास्ती तयारी गर्दै गरेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। बेहुला हो कि बहुला हो? मैं नहीं बताऊंगा। अच्छा ससुराली पट्टिकालाई पिर परिरा होला छोरी मारिदिन्छ कि भनेर। मुझे अपने घर जाना है। मुझे घर जाना है। यही नहीं अभी और सुनिए। यस्तै बुढा पर्छ भनेर हो मैले बिहे नगरेको। अहिले यसरी उफ्रेसी भएर के गर्छौ त बाबु? हे भगवान तेरी लीला अपरंपार है। पिसा फेर्न गएको बेहुला रक्सी खाएर आएपछि